आदरणीय दर्शकवृन्दहरूमा नमस्कार। यो मधुबनीको गेट हो। यसरी गेटबाट हामी छिर्दछौँ। यो यस्तो राम्रो सिन छ। यहाँ यति धार्मिक मान्छेहरू आउनुहुन्छ। यसरी हाम्रो धेरै राम्रो देख्नुभएको छैन। यसै भिडियो मार्फत यो देखाउन लागिरहेको छु। नरसिंह अवतारको विष्णु भगवानको हुन्छ। यो चाहिँ गेट जाँदैछु म। यो मुख्य मन्दिरतिर जाँदैछु र तुलसीका मोठहरू 108वटा रोपिएको छ। मोठहरू पनि छन्। यस्तो छ। यो गेटभित्रमा प्रवेश गर्दैछु। प्रवेश गरेर तुलसीको मोठहरू पनि यति धेरै छ। हेर्नुहोस् ल। अब यहाँ यो शिव मूर्ति स्थापना गरिएको छ। यति ठुलो छ। यो भित्र पनि धेरै चिजहरू छन्। यहाँ दामी यो शिवलिङ्ग यसरी राखिएको छ। हाम्रा मुख्यमन्त्री खिच्दैछु कि आमा यो ठाउँमा यसरी राखिएको छ। मोठहरू यो धेरै छन्। यो मुख्य मन्दिरतिर आइरहेको छु। यस्तो छ। यसरी यहाँ यो शिव हाम्रो शिव मन्दिर छ। यहाँनिर यो यता पहिलाको पुरानो घर ढुकुवाहरू पनि छ। यो मुख्य मन्दिर हो। नरसिंह अवतारको यो चाहिँ हाम्रो गणेशको हो। यहाँ यो प्रवेश बाहिर जाने मुख्य मन्दिर हो। यो हाम्रो यो चाहिँ मुख्य मन्दिर हो। पिपलको बिचमा चौतारो यस्तो बनाइएको छ। यो मुख्य मन्दिर चाहिँ यताबाट मैले पुरै देखाउन चाहेँ। यो काली मन्दिर मुक्तिनाथबाट बस्दै यहाँ आउनुभएको हो। यो नपाइने चलिरहन्छलाई यही नदीबाट यही गण्डकीबाट बसेर आउँछ। उतापट्टि हाम्रो यो मोदीको सङ्गम छ। मधुबनी त्यसरी नाम लगेको हो। यो मन्दिर सँगै खोला